हेलो वेलकम टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ गुल्मी निक्लिन लागेको अहिले तर गाइस हामी चाहिँ सिद्ध बाबा आइयो ल। यो चाहिँ सिद्ध बाबा एकदम चढ्छ गाडीहरू यस्तो चलेर आउँछ। बाटै सानो छ चलेर आउँछ गाडी नभएको। गाइस हामी चाहिँ बोटु खाने काम आउँदैन। यो चाहिँ बोटु बवाल बन्छ पुरै बोटीको बोटु छ। माथि चाहिँ काम छैन है पर्वतको। काम चाहिँ केही चालु हो काम चाहिँ पर्वतको उकालोहरू चाहिँ तल त्यो माथि नै बवाल छ। माथि गाडी खेलेर यस्तो अहिले माथि चाहिँ बवाल छ। आयो त्यही ठुलो व्यवसायमा कामै छैन। आयो यो चाहिँ हो है ठुलो बाटो छ। त्यही बाटोतिर छ टर्निङ हेर न यहाँ टर्निङ कति लामो छ। मजाको छ यत्तिको टर्निङ मजाले गर्छ। यो टर्निङ कति लामो टर्निङ छ। यो चाहिँ माथि जाने चाहिँ कामसेनतिर जाने हो। योबाट यता जाने भने चाहिँ यता गुल्मी जाने यता जाने भनेको पोखरा जाने त्यही बाटो हुँदै जाने आधी बाटोमा निस्केर जाने हो। अगाडि सडक मान्छेको निस्कदै पछाडि स्कुटरमा आँटेर बस्नुपर्छ। यो चाहिँ हो कि यतिको चाहिँ हुनुपर्छ। ल गाइस यहाँबाट चाहिँ यता गएपछि चाहिँ टक्क रानीमालको बिचको बतासम्म जान्छ। कैलाश नहरी जान्छ। यहाँ चाहिँ सोल्लो पर्छ हामीलाई जानाले। चाहिँ बवाल देखेछ है हिमाल चाहिँ। हामी चाहिँ ठ्याक्क त्यहाँ आइसकियो रानीमहल जाने बाटोको आधी बाटोमा आइसकियो। यता चाहिँ अलिक छोटो पर्छ भन्ने हो। नभए बतासे डाँडा डुलेर घुमेर चाहिँ माथि आउँदा पनि मजा छ। हामीलाई चाहिँ यहाँबाट सजिलो हुन्छ। त्यसरी आएको पारिवारिक हिमाल देखिरहेको छ मजाले। हिमाल हेर्ने हो गाइस हिमाल चाहिँ देखिन्छ यहाँबाट है। मजाले देखेछ कि नै थाहा छैन तर म चाहिँ भिडियो गराइदिन्छु ल। ठ्याक्कै आयो माथि गयो बतासे डाँडा तल गयो रानीमहल ठ्याक्कै बिच बाटोमा आइन्छ। यहाँबाट चाहिँ साथी हो। यहाँबाट चाहिँ दामी देखिरहेको छ माथि चाहिँ बवाल देखिरहेको छ। चाहिँ सरहरू रानीमहल जाँदाखेरि चाहिँ यो भ्यू चाहिँ छुट्टो नै हुँदैन है गाइस। टक्क सरहरू हरिफ छ है ल। आज चाहिँ हरिफ देखेछ है। अहिले चाहिँ मैले देखेको थिएन यस्तो चाहिँ। अहिले चाहिँ देखेको बवाल छ। यो चाहिँ रानीमहलको पहिलाको चाहिँ अप्ठ्यारो बाटो है। चाहिँ बवाल भन्ने छ। अहिले चाहिँ ठिक छ। अब
त्यो चलाउनु पर्दैन। पहिला चाहिँ यो चाहिँ थियो पानी यताउति हुन्थ्यो, यो डेन्जर भन्थ्यो यो बाटोको। अहिले चाहिँ बगाल बनाउँछ, यहाँ पनि अलिकति हो। त्यही भएर सुस्त हरन हानेर आउनुपर्छ यति नै हो। जो पनि हो कहिले चाहिँ माथि पानी झर्नाबाट पानी झरेर चाहिँ बाटो चाहिँ एकदम चिप्लो। यो बाहिर यो यता छेउको रेनी रोक्ने पनि थिएन, अहिले चाहिँ बनायो। त्यही भएर अहिले चाहिँ सेफ छ। त्यसैले सबैजना एकचोटि घुम्न आउनु होला। फाइनल्ली गाइज रानी महल आइयो ल। यु क्यान सी यही नै हो रानी महल फाइनल्ली आइयो। तर यहाँ चाहिँ रङसङ लगाएको छैनन् है, रङ लगाउनु पर्ने हो। रङसङ चाहिँ लगाएको छैनन् यिनीहरूले। यहाँ पैसा उठाउँछ तर रङ लगाएको छैन। रानी महल त्यहाँदेखि तल रिडी चाहिँ यहाँ बढ्छ गाडी। बाटो बिचमा बिग्रिए पनि बाटो चाहिँ चल्यो हुँदैछ है। रानी महलमा छ यो गाउँमा चाहिँ हरिफ देखिन्छ। यहाँ तोरी सोरी उस हुँदाखेरि अहिले पनि बगाल भ्यू देखिँदो रहेछ। यो धान काट्ने बेला भयो नि त यति बेला। यो तोरी हुँदाखेरि प्यालो तोरी यस्तो बगाल देखिन्छ नि। यो गाउँको पाखाहरूमा बगाल देखिन्छ। यहाँ त्यो बगाल गाउँको छोटा छोटा जुत्ता चाहिँ कहिले काहीँ यहाँ बगैँचाहरू के भेटिन्छ। आजले भेटिन्छ होला। भाइले कसरी हेलो भनिदियो, हेलो भन, हेलो नभन्ने, हेलो भन, हेलो भन के भाइ के रमाइलो छ। हामी चाहिँ यहाँ उताबाट आउने बाटो र रानी महलबाट आउने बाटोमा चाहिँ भेट्यौँ। उता आउने बाटो चाहिँ यो हो, यताबाट आउने रानी महलबाट यताबाट आएर यो बिचमा चाहिँ जोडिन्छ। आमामा आएपछि चाहिँ बल्ल गुल्मी आए जस्तो लाग्छ है गाइस। यो पुल तरेपछि बल्ल आयो आफ्नो जिल्लामा। मन खुसी हुन्छ, एकदम खुसी हुन्छ यहाँ आएपछि। यो कटेपछि आनन्द आफ्नै जिल्ला आयो ल गाइस। अझै छ घरसम्म जानलाई त म भिडियो गरिरहेको छु। यो चाहिँ हाम्रो मामाको घर। यहाँ चाहिँ हेलो गाइज, हामी चाहिँ यहाँ भर्खर नास्ता खाएर होइन हिँड्न लाग्यो। बाइक चाहिँ सेक्सी देखेको छ हो, दुईवटा बाइक छ। आवाज हुँदैछ, टक्क बवाल छ यो चाहिँ। तपाईँले यता आउँदा जानु होला। यता चाहिँ पाल्पा हो यो चाहिँ, अनि यो चाहिँ गुल्मी भयो। उताको चाहिँ स्याङ्जा, तिनवटा जिल्ला जोड्ने हो यो चाहिँ। अहिले चाहिँ म रिडीबाट तल्लो बाटो लाग्यो है। यो तल्लो बाटो चाहिँ रुद्रबेडी हुँदै वानचक्सर हुँदै बुर्तिबाङतिर पनि जोडिन्छ। उता पोखरा जाने बाबिन भेलीतिर पनि जोडिन्छ। ढोलपाटन जानलाई पनि जोडिन्छ। यो बाटो चाहिँ धेरै ठाउँबाट जोडिन्छ। यो बाटो खै के राजमार्ग भन्छ। बिर्से अहिलेलाई बाटो चाहिँ बवाल छ। एउटा भाइरल छ नि टिकटकमा, भाइरल छ नि एउटा यो भिरमा देख्ने मन्दिर, यहीँ मन्दिर हो है गाइस। यही मन्दिर भाइरल छ है। यो चाहिँ हाम्रै जाने बाटोमा पर्छ। टक्क पैसा दिनुपर्ने हो। त्यो हाम्रो रुद्रबेडीको पुल गाइस। यो चाहिँ रुद्रबेडीको पुल। यो चाहिँ धेरै पुरानो पुल हो, वान वे मात्रै छ यसमा जाने। अनि पर्वततिर पनि गइन्छ। यहाँबाट यता गए बागलुङतिर पनि गइन्छ। हामी चाहिँ जाने यताबाट हो। यस्तो बाटो छ हाम्रोमा, कसरी कटाउने हो। बजार चाहिँ यति ठुलो छ, बाटो चाहिँ सानो छ अरे।
पनि आएको छ। ल यहाँ पनि देउसी भैलो त सुरु छ त। आमा लाग्यो है, तिहार लाग्यो गाइस। यता पनि देउसी भैलो खेल्नेको जुट छ। ठ्याक्कै यो चाहिँ थाहा होला तपाईँहरूलाई सबैलाई। यो खोला चाहिँ थाहा हुनुपर्ने, यसको नाम चाहिँ हो उर्ली खोला। यो वर्षाको समयमा उर्लिएर आउँछ, त्यही भएर यसको नामै उर्ली खोला। अहिले त छैन, कालो बोक्छ यहाँ पानी, कालो 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 कालो। यहाँ चाहिँ कतमा के छ भन्ने थाहा हुँदैन। ल के ल गाउँमा विकास हुँदैछ, लड्किने हो कि भन्ने डर छ। तर पनि मनोज 999ले दौडिदिन्छु। काम त भइरहेको छ, काम हुनु पुरा। यो बजारको नाम फेरि खतरा छ कि गाइजहरू, चोर काटे। यसको नाम त तपाईँहरूलाई थाहा भयो, तर यो कसरी भएको भन्ने पनि थाहा भयो होला। यहाँ धेरै चोर लाग्ने भएर त्यो चोरलाई काटेछन् अनि त्यसको नाम भने चोर काटे। यहाँ चाहिँ हाम्रो चाहिँ डेन्जर ठाउँ भनेको यहीँ हो है। 1 वे बाटो छ होइन, उताबाट गाडी आयो भने रास्तै छैन, हरन हान्ने हो जाने हो। बाटो चाहिँ खत्तम छ क्या, 1 वे छ, यत्रो ठुलो छ। अनि यहाँ हरन हान्नुपर्छ, उताबाट आयो भने साइडै दिनु मिल्दैन। त्यही भएर हर्न बजाउने, उताको गाडीहरू उठेर आउँछ, यता गाडीहरू तल यस्तो छ, हेरेर पनि डर लाग्छ। आफूमा यो चाहिँ यति नै हो हाम्रो अलिकति डेन्जर भनेको। त्यो छैन, तल छाँगो छ, फुलहरू फुलिरहेछ रे, तिहारै आयो। हाम्रो चाहिँ विचार छैन गाइस है, तपाईँको छ कि छैन, छ भने राम्रोसँग मनाउने, छैन भने पनि झन् राम्रोसँग मनाउने, मात्रै नलगाउने। फुलहरू फुलिरहेको भाइस आयो, बल्ल तिहार आयो जस्तो है। यो चाहिँ हाम्रो मजुवा बजार है, बजारमै बाटो सानो छ क्या, यो बाटै सानो छ। यहाँ त बाटै सानो हो। पठाउन लागिरहेदैन। गाउँको बाटो त यस्तो हो है केटा, यस्तो 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 हिँड्नुपर्छ। गाउँको बाटो के गर्ने मजा छ, यस्तो बाटो हिँड्नुपर्छ कसरी हो। आमामा बाटो चाहिँ मान्नुपर्छ है केटा। यो चाहिँ एउटा खोला तरिको ल यति खोला त, यस्तो बाटो चाहिँ हिँड्नुपर्छ, मजा छ। हेर न, बाइक मात्र हिँड्ने बाटो छ क्या। यता खुला बगेछ, यता ढुङ्टिने ढ्याङटेडे बाटो चाहिँ यो हो के। बाटो चाहिँ मजा त आउँछ चलाउन। यसलाई भन्छ इन्डे घोडा बजार। भालै थर्काएको छैन केटा, यो चाहिँ इन्डे घोडा बजार हो साथी हो। अब हाम्रो बाटै सानो छ क्या, बजारमा बाटै सानो हुन्छ, भिडभाड बढी हुन्छ, गाह्रो छ गाह्रो। यो चाहिँ कति मजाको ठाउँ छ। दुईतिर बाटो, यता धान झुलिरहेछ, आधी हात बाटो छ है, यस्तो हरियाली, यस्तो मजा आएको छ। वहाँनिर है, वहाँनिर त साफ चिजै हामी चाहिँ यो बिचमा पुलिस यो चाहिँ बच्च चाहिँ जेनजीको आन्दोलनमा हाम्रो गाउँठाउँकाले जलाउँदैनन् नि त केटा हो। चाहिँ बजार छ, चाहिँ बजार जाँदिन, म सिधै जान्छु मिस्टर ठाकुरनाथ सापकोटाको घर। यहाँबाट जान्छ, यहाँबाट जाने हो बाटो त ठिक ठिकै छ अहिले चाहिँ है। गाउँ जाने पुल है, यो बडीघाट खोलाको पुल हो। पहिला चाहिँ थिएन, यो चाहिँ 3-4 चोटि बगाएर बनाएको पुल हो। केटाले ढेलो उडायो बडीघाट खोलाको पुल है गाइस। यो चाहिँ भगवान्
हुँदै जानुपर्छ गाइडहरू है। बाटो चाहिँ बबालै छ क्या कहीँ कहीँ ठाउँमा चाहिँ त्यस्तो ठाडै यत्तिकै हो यत्तिको ल गाइड आयो है। यो चाहिँ हाम्रो सानो सानो बजार हो। हाम्रो पसल यतै छ पहिला यहीँ हो। अलिअलि लडीबुडी गर्दै निक्लेको बजार आउँछ। यहीँ बाटोमा हो साथीहरूमा हुर्केको चाहिँ चप्पलका पाङ्गा गराएर पाइपको नाला गराएर खेलेको ठाउँ यहीँ हो। बाइक सिकेको पनि यहीँ हो। अब त आइयो यो चाहिँ हाम्रो होम टाउन हो। बत्ती सत्ती पाले छैन मान्छे शान्ति नै यहीँ हो। फाइनल्ली घर आइयो। मम्मी त हुनुहुन्छ होला टिङ 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 बाइक चाहिँ फाइनल्ली घर आइयो।